सीमा तस्करीको मामलामा कतिको सुधार आएको छ त? लाइनका लाइन बाइक र अटो मार्फत हुने तस्करी भने रोकिएको अवस्था चाहिँ हो। मिति, समय र सवारी नम्बर उल्लेख गरेर दुईवटा बेनामी लिखित उजुरी मेल भएको स्रोतको दावी छ। टाइट गरेपछि छटपटिएका तस्करहरू लाइन खुलाउन यति बेला दौडधुप गरिरहेका हुन्। 1 महिनाभित्र अनुभूति हुने गरी सीमा तस्करी रोक्नुहोस्, एक्सन गर्नुहोस्, नत्र गृह मन्त्रालयले अर्को एक्सन लिन्छ भनेर बडो आदर्शवादी निर्देशन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गत वैशाख 30 गते विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरक्षा निकायलाई दिएका थिए। तर हाल उनै गृहमन्त्री लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा मिलोमतोमा हुने मानव तस्करी प्रकरणमा मुछिएको विषय यति बेला सबैमा जगजाहेर छ। तर आज हामी यो विषयमा भने कुरा नगरी उनै गृहमन्त्रीले दिएको माथिको निर्देशन पश्चात कोशी प्रदेशमा भने सीमा तस्करीको मामलामा कतिको सुधार आएको छ त, यसको फलोअप आज गर्दैछौँ। त्यसो त भारत र नेपाल बीचको अन्तर्राष्ट्रिय सीमा खुला छ। अन्य देशका सीमा अर्थात् बोर्डर लाइनमा अग्ला अग्ला वाल र काने तार जडान गरिएका हुन्छन्। तर भारत र नेपाल बीचको 1751 किलोमिटर सीमामा न त वाल नै छ न त तार जाली, अर्थात् खुला सीमा छ जहाँ नेपालबाट भारत जान र भारतबाट नेपाल छिर्न कुनै बन्देज र रोकटोक छैन। कोशी प्रदेशको भूगोलमा भने भारतसँगको अन्तर्राष्ट्रिय खुला सीमा लगभग 282 किलोमिटर लामो छ। यो 282 किलोमिटर लामो खुला सीमामा कोशी प्रदेशको इलाम, झापा, मोरङ र सुनसरी जिल्ला पर्दछ र यही जिल्लाका नाकाहरूबाट चोरी तस्करी हुने गर्छन्। अब कुरा गरौँ गृहमन्त्रीले वैशाख 30 गते दिएको निर्देशन पश्चात कोशी प्रदेशमा चोरी तस्करीमा कतिको सुधार आएको छ त? कोशी प्रदेशमा 282 किलोमिटर भारतसँगको सीमा खुला छ र यही खुला सीमाका कारण सानोतिनो चोरी तस्करी जस्तै पैदल मार्फत महिला तथा बालबालिका प्रयोग गरेर घरायसी प्रयोजनको नाममा ल्याइने खाद्यान्न आइटमका सामानहरू यसको तस्करी भइ नै रहेका छन्। यसलाई दुई देशको सुरक्षा निकायको एउटा दायरासम्मको लागि भने छुट दिएको अवस्था हुन्छ, किनभने सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूको रोजीरोटी नै यही कामबाट हुने गर्छ। अब अर्को तस्करी जो बाइक वा अटो प्रयोग गरेर गरिन्छ, यो तरिकाको तस्करी भने वैशाख 30 यता आजको मितिसम्म केही हदसम्म नियन्त्रणमा देखिएको छ। अर्थात् बाइक वा अटो मार्फत भारतबाट नेपाल तस्करी हुने सामानहरू जस्तै कपडामा साडी, कुर्ता, झुल, बेडसिट, सुटको कपडा आदि, खाद्यान्नमा चिनी, मटर, मैदा, चकलेट, चामल, तेल, रजनीगन्धा, पेय पदार्थ आदि, इलेक्ट्रोनिक सामानहरूमा तार, फेन, पानी तान्ने मोटर, मोबाइल सेट आदि, हार्डवेयरमा कल, वाल कलर, सवारी साधनका पाट पूर्जा, चुना, प्लम्बिङका सामानहरू आदि तस्करी हुने गर्छ। यस्तै भारतीय फलफुल, खाद्यमल, माछा, कुखुरा, अन्डा समेत तस्करी भई सुनसरी, मोरङ र झापाका विभिन्न नाकाहरूबाट भित्रिने गर्छ। यी तस्करीका सामानहरू बाइक वा अटो मार्फत बिहान होस् या मध्यरातमा यसरी तस्करी हुने गर्छ। यो भिडियो सुनसरी जिल्लाको घुस्की र लौकी नाकाको हो, जो वैशाख 30 गते अघिको हो भनिएको छ। यसरी गरिने तस्करी अहिले छिटफुट रूपमा भइरहेको स्रोतको दावी छ। अब यसलाई बोर्डरमा खटिने सुरक्षा निकायको आँखा छलेर गरिएको हो वा मिलोमतैमै हो त उनीहरू नै जानुन्। तर यो भिडियोमा देखिएको झै लाइनका लाइन बाइक र अटो मार्फत हुने तस्करी भने रोकिएको अवस्था चाहिँ हो। यसरी खुलेआम सामान तस्करी गर्दा भारत र नेपालतर्फका सुरक्षा निकायको मिलोमतो बिना सम्भव हुन्न। अर्थात् तस्करी गर्नेसँग दुवै देशका सुरक्षा निकाय अर्थात् भारततर्फका प्रहरी साथै सीमा सुरक्षा बल एसएसबी र नेपालतर्फ प्रहरी र सशस्त्र प्रहरी बलको आर्थिक मिलोमतो हुन्छ। यसमा तस्करी गर्नेहरूले दुवै देशका सुरक्षा निकायका घुमा प्रहरीलाई साप्ताहिक वा मासिक रकम बुझाउने गर्छन्। अब यसरी बाइक वा अटो मार्फत हुने तस्करी पूर्ण रूपमा बन्द छ भन्ने दाबी यकिनका साथ हामी गर्न सक्दैनौँ, किनभने यी 3 जिल्लाका सुनसरी, मोरङ र झापाका यस्ता कयौं नाकाहरू छन् जहाँ कति बेला के तस्करी हुन्छ त्यहाँसम्म हाम्रो पहुँच पुग्न सम्भव छैन। अटो र बाइक मार्फत तस्करी अलावा पिकअपदेखि ठुला ट्रक मार्फत पनि यी जिल्लाहरूमा तस्करी हुने गरेको उदाहरण छन्। खै अहिले गृहमन्त्रीको निर्देशन पश्चात यति ठुलो तस्करी गर्ने हिम्मत न तस्करहरूसँग छ न सुरक्षा निकायमा छ।
यी त भए नाकाहरू मार्फत हुने तस्करी, जो हाल गृहमन्त्रीको निर्देशन पश्चात प्रदेश र जिल्लाका प्रमुख सुरक्षा निकायले सीमा टाइट गर्न भनेर बिओपी इलाका र प्रहरी चौकीलाई सर्कुलर जारी गरिएको छ। अब नाका बाहेक हुने सबैभन्दा ठुलो तस्करी भनेको एकीकृत जाँच चौकी अर्थात् आइसिपी हो। हाल कोशी प्रदेशमा मोरङ स्थित विराटनगर भन्सार कार्यालयमा रहेको एकमात्र एकीकृत जाँच चौकी अर्थात् आइसिपी रहेको छ र यही आइसिपी मार्फत ट्रकबाट भन्सार चलेर सामान भित्रिने गर्छन्। आइसिपीबाट कसरी तस्करी हुन्छ भन्ने तपाईँको जिज्ञासा होला। सामान्य छ, एउटा ट्रकमा 60वटा हाते ट्र्याक्टर नेपाल आयात हुँदैछ, जसमा 40वटा मात्र उक्त ट्र्याक्टरको अनलाइन बिल बनाइन्छ र त्यतिको मात्र भन्सार असुली गरिन्छ। बाँकी रहेको 20वटा ट्र्याक्टरको अवैध रूपमा तस्करी भएको हुन्छ। यसरी आइसिपी मार्फत दैनिक लाखौं करोडौं भन्सार छली विभिन्न सामानहरू नेपाल भित्रिने गर्छन्। त्यसो त विराटनगर भन्सारको आइसिपी मार्फत भन्सार छलीको काम पनि रोकिएको भनेर दाबी गरिएको छ। तर गृह मन्त्रालयको गुनासो हेर्ने मेल gunaso@moh.gov.np मा वैशाख 30 गते यता मिति, समय र सवारी नम्बर उल्लेख गरेर 2वटा बेनामी लिखित उजुरी मेल भएको स्रोतको दाबी छ। तर उजुरीको कुनै सुनवाई हालसम्म भएको छैन। यस अलावा अहिले कोशी प्रदेशबाट भारततर्फ गाँजा जुन तस्करी भइरहेको छ, यो समेत नियन्त्रणमा छ। विशेष गरी मोरङ र सुनसरीमा जुन परिमाणमा गाँजा बरामद भइरहेको छ, त्यसको 2 गुणा बढी गाँजा भारततर्फ तस्करी हुने गर्छ। यसको उदाहरण यी भारतीय समाचारमा आएका समाचार र भारतीय प्रहरीले दिएको बयान सुन्नुहोस्। इसमें भारी मात्रा में गांजा का रिकवरी हुआ है, 289 किलोग्राम गांजा का रिकवरी हुआ है। साथ ही साथ अभियुक्त को गिरफ्तार भी किया गया है। उससे पूछताछ की जा रही है और भी कोशिश किया जा रहा है कि उसको कौन सप्लाई चेन उसका क्या है, उसके बारे में पता किया जा रहा है। सर, ये नेपाल से आ रहा था, नेपाल जा नहीं, ये नेपाल से आ रहा था। उसी क्रम में इसकी गिरफ्तारी हुई है। कहाँ के लिए तैयार किया गया था, कुछ आइडिया? इसके बारे में अनुसंधान किया जा रहा है। यस्तो अवस्था छ कोशी प्रदेशमा। अब तपाईहरू आफै अनुमान गर्नुहोस्, कोशी प्रदेशमा तस्करी र भन्सार छलीको पछिल्लो अवस्था कस्तो पाउनुभयो। अब भने तपाईहरुलाई एउटा महत्त्वपूर्ण खुलासा म यहाँ गर्दैछु। खुलासा यो हो कि कोशी प्रदेशमा बन्द रहेको तस्करीको लाइन खुलाउन यति बेला लबिङ चलिरहेको छ र त्यो पनि सिन्डिकेट मार्फत चलाउने भनेर हो। सिन्डिकेट मार्फत तस्करीको लाइन खुलाउन सुरक्षा निकाय र भन्सार कार्यालयसँग तस्करीका माफियाहरू लबिङ गरिरहेका छन्। गृहमन्त्रीको निर्देशनपछि तस्करी र भन्सार छलीमा सुरक्षा निकायले टाइट गरेपछि छटपटिएका तस्करहरू लाइन खुलाउन यति बेला दौडधुप गरिरहेका हुन्। तस्करहरूले जिल्लागत रूपमा सामान अनुसारको तस्करी गर्ने समूहलाई घटाएर 1देखि बढीमा 2 समूह बनाएर तस्करी गर्ने सुरक्षा निकायलाई राय राखेका छन्। यसमा लत्ता कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स, हार्डवेयर, फलफुल तथा माछाको मात्र तस्करी गर्ने 5-6वटा समूहलाई घटाएर 1 वा 2वटा मात्र सीमित समूह बनाएर सिन्डिकेट मार्फत सबैको काम त्यही समूहले गर्ने तस्करहरूको योजना छ। यसले गर्दा नाकामा तस्करीको चहलपहल र ओहोरदोहोरमा कमी आउने र सुरक्षा निकायलाई पनि त्यति धेरै अप्ठ्यारो नहुने तस्करहरूको तर्क छ। स्रोतका अनुसार कोशीका 3 जिल्लामा यही सिन्डिकेटको तरिकाले काम थाल्न तस्करहरूको अन्तिम तयारी छ, जसमा सुरक्षा निकायको ग्रिन सिग्नलको पर्खाइमा तस्करहरू छन्। यसको बदलामा जिल्ला प्रहरी, गढ र प्रदेशका डिआइजीलाई पुग्दै आएको मासिक रकम बढाउने भनेर तस्करहरूले लोभ देखाइरहेका छन्। यता कोशी प्रदेशका 2 सुरक्षा निकाय, सशस्त्र प्रहरी र जनपद प्रहरीका डिआइजीहरू भने तस्करको लाइन चलाउने मामलामा भने दोधारमा छन्। भारतीय काउन्टर पार्ट्स एसएसपी अर्थात् सीमा सुरक्षा बलको बिहार र पश्चिम बङ्गालका प्रमुखले ओके भनिसकेको अवस्थामा कोशीका 2 डिआइजीहरूले के गर्ने भनेर दोधारमा भएको स्रोतको भनाइ छ। कोशीमा हाजिर भएको महिना दिन नपुग्दै गृहमन्त्रीले 30 दिनभित्र अनुभूति हुने गरी देखिने गरी तस्कर रोक्न निर्देशन दिएपछि डिआइजीहरू दोधारमा परेका हुन्। सिन्डिकेट तरिकाले तस्करीको लाइन खुलाउने सवालमा डिआइजीहरू राजी भए पनि अझै केही दिन वेट एन्ड वाचको मनस्थितिमा रहेको सुरक्षा स्रोतको दाबी छ। यसमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय भने सीमाजन्य तस्करी नियन्त्रणमा कठोर भएर लाग्नको लागि कार्ययोजना बनाउने तयारीमा छ। खैर, ढिलो चाँडो सबैलाई अनुकूल बनाएर सिन्डिकेट तरिका प्रयोग गरेर भए पनि कोशीमा तस्करीको लाइन 100% खुल्नेवाला छ। यो लेखेर राख्नुहोस्। यति भन्छौँ आज, र यो तस्करी मामलामा हाम्रो निगरानी यसरी नै निरन्तर रहनेवाला छ। तपाईँ दर्शकको जिल्लाहरूमा तस्करीको विषयमा केही सूचना भए कृपया हामीलाई मेसेज गर्न सक्नुहुनेछ।
र आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट मार्फत सुझाव पनि दिनुहोला।